ओइ कति मोबाइल चलाएको धेरै नचला आँखा बिग्रिला फेरि साले चस्मा चाहिँ तैले लाएको छ अनि मेरो आँखा बिग्रिन्छ भन्छस् त्यही भएर त भन्दैछु नि धेरै नचला नत्र मैले जस्तै चस्मा लाउनु पर्ला नि फेरि आज के भएछ यसलाई तेरो मोबाइल खोइ चार्जमा राखेको छु भित्र फ्री फायर खेल्दा खेल्दा ब्याट्री नै सकियो साले त्यही भएर पो ज्ञान दिँदै बसिरहेको रहेछ मोबाइलमा चार्ज भएको भए त तैले मलाई देख्दैन पनि थिइस् होला हैन त्यस्तो हैन के साथी मलाई तेरो माया लागेर भनेको के लाग्छ तँलाई मेरो माया लाग्छ भने अस्तिको मेरो 1000 रुपैयाँ फिर्ता दे थैट त्यति धेरै पनि लाग्दैन हौ अबे साले ओए धुर्मुसे आए जस्तो छ ढोका खोल्दै त जा धुर्मुसे आओस् कि माग्ने बुढा होस् म किन खोल्नु त खोल्न जा म मोबाइल चलाएर छु क्या खोल्दैन जा अच्छा म पनि तैले मोबाइल चलाएको हेरिरहेको छु त खोल जा साले तू कि त ढोका खोल कि त अहिलेको अहिले मेरो 1000 रुपैयाँ दे ल खोलिदिन्छु धेरै सान नदेखा अब आएन लाइन पे ओइ ढोका बन्द गर छिटो छिटो बन्द गर ओए धुर्मुसे किन यसरी आत्तिदै आएको अनि को यो केटी तेरो भाउजू हो नमस्ते गर गफ नदे मेरो भाउजू त दाजुसँग चितवनमा हुनुहुन्छ त्यो भाउजू होइन के साले मेरो बुढी तेरो भाउजू तेरो बुढी त चटपटे लिन गएको होइन बुढी पो लिएर आइस अनि यति छिटो कसरी बिहे गरिस् त गएको त भर्खरै घन्टा हुँदैछ त बिहे गरेको होइन के भगाएर लिएको त्यही भएर त कुद्दै आएको नि अनि भगाउनै सोच्दै गएको थिइस् भने बाइक लानु पर्दैन थियो बाहिरै थियो त मेरो बाइक भयो तेरो बाइक भन्दा त कछुवा छिटो कुद्छ तेरो बाइक लगेको भए त भोलि पनि आइपुग्दिन थिएँ म बेबी उनीहरू तिम्रो साथी हो होइन नि बेबी यो मेरो बाउ हो अनि यो मेरो हजुरबाउ हो तिमी पनि कस्तो कुरा गर्छौ के साथी त हो नि तिमीलाई भगाएर एकैचोटि घर लान्छु होला त म घर लगिस् भने त जुन बाटो गएको त्यही बाटो फर्काइदिन्छ तेरो बाउले त्यही भएर त यहाँ लिएर आएको नि अब 1-2 हप्ता यहीँ बस्नु पर्ला म यहाँ बस्दिन मलाई होटल लैजाऊ अहिले होटल जाने पैसा छैन के बेबी पछि जानु पर्छ पैसा छैन रे अनि अस्ति त ब्याङ्कमा 10 लाख छ भनेको हैन 10 लाख त छ नि तर मेरो एकाउन्टमा छैन के बाबाको एकाउन्टमा छ तसँग अलिकति पनि पैसा छैन नि यार बरु तसँग छ भने सापटी दे न मलाई यसले मेरो 1000 रुपैयाँ त दिन सकेको छैन तँलाई सापटी कसरी दिन्छ त्यसो भए त दे नि त तसँग त होला नि मसँग चाहिँ पैसाको कुरा नगर साथी बरु किडनी सापटी माग म दिन्छु तर पैसा चाहिँ दिन सक्दिन म त्यस्तो नभन्न यार मलाई 20,000 सापटी दिइराख्न म स्यालेरी आएपछि दिन्छु के तलाई मसँग नि जम्मा 15,000 छ तर 20,000 कसरी दिनु मैले चल झुटा त्यसो भए त्यही 15,000 दे नि त म तलाई स्यालेरी आउने बित्तिकै दिन्छु के भएको 15,000 तँलाई दिएर म चाहिँ के राख्नु नि खोया खोया त तसँग सानैदेखि छ हैन र अबे साले बेबी मलाई त लास्टै डर लागिरहेछ हौ मेरो दाइले भेट्यो भने त 1 मिनेटमै गाड दिन्छ हामीलाई 1 मिनेटमा त गाड्दैन होला हौ भाउजू खाल्डो खन्नु नै आधी घण्टा जति लाग्छ त्यही माथि लास राखेर पुर्दाखेरि त लगभग 1 घण्टा जति त लागिहाल्छ नि हौ तँलाई मजाक लागिरहेछ हो यस्तो बेला साथीको हेल्प गर्नु त कहाँ हो कहाँ उल्टे मजाक गर्छस् यसको बाबुआमाले मजाकमै जन्माएको होला के यसलाई त्यही भएर जतिखेर नि मजाक गरी बस्छ ओइ तेरो 1000 रुपैयाँ चलाएको छु भन्दैमा जे पाइदै नभने हामीलाई नि भन्न आउँछ नि फेरि अच्छा के भन्न आउँछ र तँलाई ए फर अनिता बी फर विनिता भन्नेले धेरै नसिकाइ मलाई अनिता र विनिता त मेरो साथी हो त तिमीले कसरी चिन्यौ यसले नचिनेको कोही केटी छैन भाउजू तपाईँ आज नभागेको भए भोलि यसले तपाईँलाई पनि फ्रेन्ड रिक्वेस्ट पठाइ सक्थ्यो तेरो बाउले भन्यो होला मार्छ बेबी तिम्रो साथी त डेन्जर रहेछ त होस् न त मलाई के को मतलब अनि तिमी चाहिँ मेरो साथीको कुरा किन गर्दैछौ तिमी मेरो हौ मेरो कुरा गर तिम्रो कुरा त गर्दा गर्दा थाकिसके म हैन होला कोसँग गर्यौ र मेरो कुरा मेरो साथीहरुसँग गरेको नि अरु कोसँग गर्नु र ए बोय अनि के भन्छ त साथीहरुले तेरो बीएफ त कस्तो ह्यान्डसम भन्छ होला है साले तू एकजनाले भनेको थियो तर अचम्मको कुरा त्यसले आँखा नै देख्दैन भाउजू एउटा कुरा सोधौं हुन्छ सोध न तपाईको कोही साथी सिंगल छ कि छैन के बोले भाइ छैन नि सबै प्याक भइसक्यो हो र केमा प्याक भयो बोरामा प्याक भयो कि ब्यागमा प्याक भयो प्याक भइसक्यो मतलब सबैको बीएफ छ भनेको के ए बुझे अनि कसैको पनि ताजा ब्रेकअप भएको छैन ब्रेकअप भएछ भने मलाई भन्नु ल तँलाई किन भन्नु त भाइटिका लाउन जाने उनीहरुसँग बोल्दा बोल्दै धेरै नबोले त जस्तो हो सबै केटीलाई बहिनी बनाउँदै हिड्ने अनि के सबै केटीलाई बुढी बनाउँदै हिड्छस् त अब त्यस्तो चाहिँ गर्नु हुँदैन है केटा हो बुढी भनेको घरमा एउटा हुनुपर्छ अनि कसैको घर नै 3-4 वटा छ भने चाहिँ अब घर नै 3-4 वटा छ भने त मैले के भन्न सक्छु र ए त्यसो भए तिम्रो 3-4 वटा घर भएको भए तिमी पनि 3-4 वटा बुढी ल्याउँथ्यौ त्यस्तो हैन के बेबी सबैको सोच कहाँ एउटै हुन्छ त मेरो 3-4 वटा घर भएको भए त सबै घरमा तिमीलाई रानी बनाएर राख्थे बुढीको अगाडि त भन्नु परिहाल्यो नि चोरले कहाँ म चोर हो भन्छ त ओइ त कस्तो खालको साथी हो के साथीको घर उजाड्न खोज्छस् घर उजाड्नलाई घर बस्न परेन भगाएर ल्याउँदैमा घर बस्छ अनि कहिले बस्छ त रुको जरा घर त हनीमुन मनाएपछि बस्छ त्यसैले जा सुरुमा हनीमुन मनाएर आइज यस्तै उत्पट्याङ कुरा गरेर हो के तँलाई कुनै केटीले नबताएको नबताओस् न त म आन्टी लभरलाई केटी किन चाहियो
तँलाई त आन्टीहरूले पनि पताउँदैन बुझिस सुरुमा आफ्नो बानी सुधार म जस्तो छु ठिक छु मलाई कसैको लागि परिवर्तन हुनु छैन त्यसो भए जिन्दगीभरि सिङ्गलै बस तँ चाहिँ कहाँको प्लेबोय होस् र तेरो पनि त जिएफ छैन नि मैले त नचाहेर नबनाएको बुझिस नत्र 2 मिनेटमा जिएफ बनाउन सक्छु म 2 मिनेटमा चाउचाउ त बन्दैन जिएफ कसरी बनाउँछस् बेबी तिमी मात्र होला भनेको त तिम्रो साथीहरू पनि गफाडी रहेछन् त्यसैले त हामीलाई गफाडी ग्याङ भन्छ नि भाउजू मलाई भाउजू नभन ल हाम्रो बिहे भएपछि भन्नु अहिले मोनिका भन्दा हुन्छ किन बेबी भन्न देऊ न भाउजू कस्तो राम्रो सुनिरहेछ नाइ के बेबी मलाई लाज लाग्छ के कस्तो लजाउने के तिमी त छ्या धेरै लजाउनु स्वास्थ्यको लागि राम्रो होइन नि बेबी किन र बेबी धेरै लजायो भने पाइल्स हुन्छ हो अबे साले चिन्ता नगर मसँग पाइल्सको औषधि छ तैले काम नपाएको हो काम पाइनस् भने जा मासु लिएर आइज आज मासु खानुपर्छ मैले मासु खान छोडिसके अब जिएफ बनाएपछि मात्र मासु खान्छु म यसको मतलब त जिन्दगीभरि मासु नखाने चुपलाक त हेर्दै जा यो हप्ताभित्र एउटा राम्री गर्लफ्रेन्ड बनाउँछु म ए हो ल बनाएपछि मलाई पनि चाख्नु दे अलिकति साली गर्लफ्रेन्ड बनाउँछु भनेको तरकारी बनाउँछु भनेको छोरा चाख्न दिनु तँलाई कैसा लगा मेरा मजाक बेबी हामी चाहिँ कहाँ सुत्ने यहाँ त एउटा मात्र बेड छ त एहे रहा नहीं जाता किन चिन्ता गर्छौ बेबी हामी अर्को कोठामा सुत्ने हो के ओइ भाउजूलाई तसँग सुत्नु हतार भए जस्तो छ जाऊ तिमीहरू भित्र म बत्ती अफ गरिदिन्छु तँलाई कसको अगाडि के बोल्नुपर्छ भन्ने थाहा छैन होस् गरे केटा कुन दिन मुत्ने गरी भेट्लास् नि फेरि मेरो छिमेकी अङ्कलले पनि मलाई यस्तै भन्थ्यो एक दिन रिस उठेर शराब दिएको थिए बुढोको त मुद्दा मुद्दै स्वर्गवास भएछ ओइ धुर्मुसे तपाईँ यति धेरै आँट कसरी आयो हो 5 किलो चामल उठाउन नसक्नेले अर्काको छोरी उठाइदिएको यस्तै हो साथी मायामा परेपछि जे पनि गर्न सकिन्छ ए हो त्यसो भए चन्द्रमामा गएर पृथ्वीको फोटो खिचेर ले तलु साले तू यो मसँग किन न्यू खोजिरहेछ के तँलाई कालले बोलाउँदैछ हो कालले होइन हौ कालेले चाहिँ बोलाएको होला अस्तिदेखि म धेरै काले भए मलाई गोरे बनाइदिनु न भनेको भनै छ क्या करूं इसका ओइ त कति बोल्छस् के बोलेर थाक्दैनस् बोल्दैमा थाक्ने भए म किन बोल्थे र पुलमुनि पिसाबले नचापेको भए म कट्टु किन खोल्थे र कसमले वाक्कै लाइसके यार यसरी त 1-2 हप्ता होइन एक दिन पनि बस्न सक्दिन म यहाँ त्यही भएर त होटल जाम भनेको नि तिमीलाई होटल जानलाई पैसा छैन नि त बेबी स्यालेरी पनि 1-2 हप्ता पछि मात्रै आउँछ नत्र त लगिहाल्थे नि तिमीलाई होटल तल अब रिग्रेट हुँदैछ होला त्यसो भए घर लैजाऊ मलाई कति दिन लुकेर बस्नु हतार नगर न बेबी सोच विचार गरेर मात्र पाइला चाल्नु पर्छ के भगाउने बेला चाहिँ केही नसोची भगाइस् अनि अहिले चाहिँ सोच विचार गर्नुपर्छ भन्छस् ये बाबुरावको स्टाइल मलाई चाहिँ के लाग्छ भने त चुप एक शब्द नबोल तैले बोल्ने बित्तिकै सबलाई रिस उठ्छ यहाँ किन म तिमीहरूको सासु आमा हो र मलाई देख्ने बित्तिकै रिस उठ्छ तिमीहरूलाई त चुप लाग्छस् कि उल्टो झुन्डाइदिउ तँलाई म के चमेरा हो र उल्टो झुन्डाउँछस् मलाई बेबी जाऊ यहाँबाट यहाँ बसेर पागल हुनु भन्दा घर गएर गाली खानु ठिक ऐसा मत करो मेरी जान ल सरी अब जिस्किँदिन मेरो गर्लफ्रेन्डको कसम तेरो त गर्लफ्रेन्ड नै छैन त कुन गर्लफ्रेन्डको कसम खाएको तैले मेरो मतलब मेरो हुनेवाला गर्लफ्रेन्डको कसम अब जिस्किँदिन अबे साले ओए धुर्मुसे तिमीहरूको जात त मिल्छ नि कि जातै नहेरे बगाइस् मन मिले भइहाल्यो नि जात किन मिल्नु पर्यो तू तो गया बेटे जात मिल्ने भए यसरी भाग्थ्यौं त हामी अनि परिवारले स्वीकारला त तिमीहरूलाई किन स्वीकार्दैन स्वीकार्नै पर्छ नि यदि स्वीकारेन भने सबलाई आगोको छेउमा राखेर एक जना गर्दै एक जना गर्दै के पोल्छस् कहाँ पोल्नु एक जना गर्दै खुट्टा ढोक्छु नि सबको त्यसपछि त स्वीकारिहाल्छ नि अनि आगोको छेउमा चाहिँ किन राख्छु भनेको त ए त्यो त हामी घर जाने बेलासम्म जाडो आइसक्छ नि त त्यसैले सबैलाई आगोको छेउमा राख्छु भनेको नि अबे साले त पनि अब यो जस्तै कुरा गर्न थाली छैन त देखिस म कति प्रभावशाली मान्छे रहेछु तेरो बाउले भन्ने होला छस् प्रभावशाली तबाट प्रभाव हुनु भन्दा त म विजय साईबाट प्रभाव हुन्छु बेबी मैले त हतारमा फेर्ने कपडा पनि ल्याइन अब के लाउनु नि डोन्ट वरी बेबी कपडाको जुगाड त मेरो साथीहरूले गरिहाल्छ नि कसरी गर्छ साथीहरूले तैले हामीलाई कपडा पसले जस्तो देखिस साथीको लागि त्यति गर्न सक्दैनस् अच्छा साले केटी भगाउने चाहिँ त अनि दुःख पाउने चाहिँ हामी के को दुःख जब 3-4 जोर कपडा खोज्न सक्दैनस् तिमीहरू कपडा खोजेर पाइन्छ र कपडा त किन्नु पो पर्छ त त्यसको लागि पैसा लाग्छ पैसा खोइ पैसा भएको भए म आफै किनिहाल्थे नि तिमीहरूलाई किन भन्थे र त्यसो भए पैसा आइन्जेल हाम्रै कपडा लाएर बस न त नाइ म त केटाको कपडा लाउँदिन एक महिनासम्म नधोइ राख्छन् त्यस्तो कपडा कसरी लाउनु गजब बेइज्जती है तर म त त्यस्तो गर्दिन नि भाउजू म त एउटा कपडा एक दिन लाउँछु त्यसपछि यसलाई दिन्छु साले मेरो कपडा लाएपछि मलाई नदिएर कसलाई दिन्छस् त को आएछ यति बेला बेबी तिम्रो दाइ आएको हो कि क्या हो म सोध्छु ल को हो तेरो काल गाइज मेरो काल आएछ म भेटेर आउँछु ल नजिस्किन साले राम्ररी सोध्न को हो तपाईँ को बोल्नु भएको मोनिका भाउजूको दाजु हो अबे साले को मोनिका म दुर्मुसेको बाउ हो कहाँ छ त्यो दुर्मुसे त छैन अङ्कल अघि नै गइसक्यो त्यसको बुढी चाहिँ यहीँ छ भेट्नुहुन्छ खत्म